Okay, गुड मर्निङ। आज हामी चाहिँ यो बिन र गनको प्रेजेन्ट पर्फेक्टमा प्राय गरी बिन र गनको युज भइरहेको हुन्छ। कुन बेलामा बिन लगाउने, कुन बेलामा गन लगाउने। यसको मिनिङ चाहिँ एउटै हुन्छ। बिन गएको, रहेको भन्ने अर्थ हुन्छ। गनको पनि गएको, रहेको भन्ने अर्थ आउँछ। वास्तवमा यसको डिफ्रेन्सेसहरू के हो त भन्ने बारे हामी कुराकानी गर्छौँ। अब बिनको मिनिङ के हो त भन्दा कुनै ठाउँमा भिजिट गरेको छ होइन, भिजिट गरेको छ तर चाहिँ त्यो अब अहिले चाहिँ भिजिट गरेको छ, त्यो ठाउँमा अहिले ऊ छैन, कुनै दिन गएको थियो ऊ त्यहाँ भन्ने त्यो एक्सपिरियन्स भयो भने चाहिँ बिन हुन्छ होइन। गयो र आयो बिन हुन्छ। गन भनेको चाहिँ गएको छ तर आएको छैन, त्यहीँ छ भन्ने हुन्छ होइन। ऊ फर्केको कुनै चाहिँ स्पष्टता हुँदैन, क्लियरिटी हुँदैन, अनि त्यो बेलामा हामी गनको प्रयोग गर्छौँ। अब सर्टकटमा भन्ने हो भने बिन भनेको भिजिटेड एन्ड रिटर्न होइन, गएको र फर्केको छ ऊ। गन भनेको चाहिँ गयो तर ऊ अहिलेसम्म फर्केको चाहिँ छैन भने गनको प्रयोग हुन्छ। अब हामी यहाँनिर तपाईँहरूलाई पज गर्नु होला, अब प्र्याक्टिस गर्नुपर्छ तपाईँहरूले कि पुट बिन ओर गन इन द ब्ल्याङ्क्स। अब तपाईँहरूले बिन अथवा गन के राख्नु यसमा। वेयर इज लत्ता, सी इज डट टु द डक्टर। लत्ता कहाँ छिन्, अब उनी डक्टर कहाँ गएकी छिन्, बिन लगाउने कि गन लगाउने हो त। दुइटैको गएकी छिन् नै भन्ने अर्थ हुन्छ। त डक्टर कहाँ गएकी छिन्, अब अहिलेसम्म फर्केर आएकी छैनन् भन्ने मिनिङ हामीले बुझ्नुपर्छ यसमा। त्यसैले के हुन्छ त, वेयर इज लत्ता, सेज, सी हेज, सेज, इज जस्तो लागे पनि हेज हो यो। सी हेज गन टु द डक्टर, सी हेज गन टु द डक्टर। तपाईँहरूले यसलाई पज गर्नु होला र यसको चाहिँ मिनिङ के हो त्यो पढ्नु होला र अनि त्यसपछि यो फिल इन द ब्ल्याङ्क्स गर्नु होला। त्यस्तै गरेर यसको नेपालीमा एन्सर सहित त्यसको चाहिँ ट्रान्सलेसन सहित नेपालीमा यहाँनिर छ, त्यसलाई हेरेर तपाईँहरूले गर्नु होला। म एकचोटि यहाँ पढेर सुनाउँछु। वेयर इज लत्ता, सी हेज गन टु द डक्टर। यसको मतलब के हो, सी इज स्टिल एट द डक्टर्स प्लेस। आई हेभ बिन टु द्याट क्याफे सेभरल टाइम्स। म त्यो क्याफेमा धेरै पटक गएको छु। यसो भन्दाखेरि चाहिँ हामी गन लगाइदिनु, किनकि आई हेभ भिजिटेड एन्ड केम ब्याक मेनी टाइम्स भन्ने अर्थ हो यो। तीर्थ हेज गन टु अस्ट्रेलिया फर अ मन्थ, इज स्टिल देयर होइन, ऊ अहिले पनि त्यहाँ छ, त्यसैले गन हुन्छ। एक महिनाको लागि गएको ऊ, त्यसैले ऊ अहिले पनि त्यहाँ छ। 4 नम्बर, have you ever been to the new museum? Have you ever been to the new museum? तिमी कहिले नयाँ सङ्ग्रहालयमा गएका छौ होइन। भिजिटेड एन्ड कम ब्याक होइन, गएर आएको कुरा गरेको एक्सपिरियन्सको। 5 मा दे हेभ गन टु द पार्क, दे विल बी ब्याक लेटर। स्टिल एट द पार्क नाउ होइन, उनीहरू पार्कमा गएका छन्, उनीहरू पछि फर्कन्छन् भनेको मतलब यो उनी अहिले पनि छन् भने चाहिँ गन लगाउनु पर्ने हुन्छ। त्यसैले दे हेभ गन टु द पार्क। 6, आई हेभ नेभर बिन टु दिस पार्ट अफ द टाउन बिफोर। म यस सहरको यो भागमा कहिल्यै गएको छैन होइन। भिजिटेड भन्दा के हो त, नट एट, अहिलेसम्म गरेको छैन भन्ने अर्थमा चाहिँ बिन लगाएको भयो। आई हेभ नेभर बिन टु दिस पार्ट अफ टाउन बिफोर, एक्सपिरियन्स नभएकोमा पनि बिनै लगायो। माई प्यारेन्ट्स हेभ गन टु भिजिट देयर फ्रेन्ड्स फर द विकेन्ड होइन, मेरो बुवा आमा चाहिँ एक सप्ताहको अन्तमा चाहिँ साथीभाइलाई भेट्न जानुभएको छ भने चाहिँ आउनुभएको छैन अहिलेसम्म, उहाँहरू अझै पनि त्यही हुनुहुन्छ, त्यसैले गनको प्रयोग भएको यहाँनिर। 8 नम्बरमा, वी हेभ बिन टु द लाइब्रेरी सो नाउ वी हेभ अल द बुक्स निड होइन। वी हेभ बिन टु द लाइब्रेरी, हामी पुस्तकालयमा गइसकेका छौँ, त्यसैले अहिले हामीसँग चाहिएको सबै किताब छन्। गएर आएको हो त्यो भनेको है, गएर आएको। जेनी हेज गन टु इटली, सी इज कमिङ ब्याक नेक्स्ट विक। जेनी चाहिँ इटली गएकी छ, उनी अर्को हप्ता आउने भनेपछि उनी अझै पनि उही छिन्, त्यसको मतलब गनको प्रयोग भयो यहाँनिर, बिन लगाउनु भएन। मोहन हेज गन टु बाई ग्रोसरिज बट यु विल बी ब्याक सुन होइन। मोहन किरानाको सामान किन्न गएको छ तर ऊ चाहिँ चाँडै फर्किने छन् भनेको मतलब के हो भने ऊ अझै उतै छन्, त्यसैले स्टिल एट द सप भएको कारणले गनको प्रयोग गर्नुपर्छ। यो के रहेको थियो आज, यो बिन वा गन मध्ये के हुन्छ भन्ने कुरा रहेको थियो।
बिन भनेको के हो त भिजिटेड एन्ड रिटर्न, गन भनेको स्टिल देयर नट एट रिटर्न। प्रेजेन्ट पर्फेक्ट लगाउने कि सिम्पल पास्ट लगाउने भन्ने जुन छ त्यो चाहिँ हामीले योभन्दा अगाडि नै भिडियोमा कुराकानी गरिसकेका छौँ होइन। सिम्पल पास्ट फर कम्प्लिटेड एक्सन्स, बट प्रेजेन्ट पर्फेक्ट फर प्रेजेन्ट पर्फेक्ट भनेको चाहिँ अनफिनिस्ड पिरियडको लागि होइन र प्रेजेन्टसँग कनेक्सन छ भने। र यो दुइटैमा पनि के छ त भन्दाखेरि त्यो टाइम एडभर्बहरू पनि फरक छन्। प्रेजेन्ट पर्फेक्टमा टुडे, दिस विक, दिस इयर, इभर, नेभर, अलरेडी, एट, सो फार, फर, सिन्स लाग्छ यस्तो खालको टाइम एडभर्ब्सहरू भने सिम्पल पास्टमा स्टडी, लास्ट नाइट, एट 3 PM इन 2010 होइन, वेन आई वाज अ चाइल्ड भने जस्ता एक्सप्रेसनहरू चाहिँ सिम्पल पास्टमा लागिरहेका हुन्छन्। अब यसलाई हेरेर तपाईँहरूले एक्सर्साइज गर्न सक्नुहुन्छ। यहाँनिर एक्सर्साइज छ आई डट मेट ह्याभ मेड हिम लास्ट इयर भनेपछि लास्ट इयर भन्ने बित्तिकै त यो सिम्पल पास्ट टेन्स हो, त्यसैले यसलाई भर्ब टु प्रयोग गर्नुपर्छ। त्यसैले के हुन्छ त मेट हुन्छ। पज गर्नुहोस् र यसलाई यो एक्सर्साइज गर्नुहोस्। यहाँ 2 नम्बरदेखि अब यहाँ अप्सनहरू रहेको यहाँ रहेनछ। त्यसपछि हामीले यसलाई चाहिँ अब के गर्नुपर्छ त भन्दाखेरि अप्सन नभए पनि यसलाई यसरी बनाउनुपर्छ। यसको एन्सर म यहाँ भनिदिन्छु। सी हेज अलरेडी सिन द्याट मुभी। सी हेज अलरेडी सिन द्याट मुभी। किन सी हेज अलरेडी सिन भनेको भन्दाखेरि त यो अलरेडी भनेको चाहिँ प्रेजेन्ट पर्फेक्टको टाइम वर्ड हो, टाइम एडभर्ब हो होइन, टाइम सिग्नल हो होइन। यो वर्ड सिग्नलले के गर्छ प्रेजेन्ट पर्फेक्ट बनाउनु भन्छ अलरेडीले। त्यसैले सी हेज अलरेडी सिन द्याट मुभी। अब यस्टरडे यहाँ रहेको कारणले सिम्पल पास्ट टेन्समा यसलाई लानुपर्छ। सो वी वेन्ट टु द म्युजियम यस्टरडे। अब यहाँ रहेको छ दिस मर्निङ, आज बिहान भनेपछि चाहिँ अब दे फिनिस द रिपोर्ट दिस मर्निङ। आज बिहान उनीहरूले रिपोर्ट फिनिस गरे, आज बिहानको कुरा हो यो मर्निङ। त्यसले दे फिनिस द रिपोर्ट दिस मर्निङ। अब इभर लाउने बित्तिकै के हुन्छ, इभर हुने बित्तिकै हामी प्रेजेन्ट पर्फेक्ट भन्नुपर्छ। हेभ यु इभर ट्राइड सुसी अथवा बर्गर होइन, हामीले त्यसरी लेख्नुपर्छ। हेभ यु इभर ट्राइड सुसी। 6 मा अब इन 2015 भनेको त पास्ट सिम्पल पास्ट टेन्स लगाउनु पर्छ किनकि पास्ट हो, यो स्पेसिफिक पास्ट टाइम भयो। त्यसैले वी मुभ टु द सिटी, वी मुभड टु द सिटी इन 2015। अब हामी यहाँ के को बारेमा छ भन्दाखेरि फर र सिन्सको बारेमा छ। यसको एन्सर पनि यहाँनिर रहेछ, यसलाई तपाईँहरूले हेर्नु होला। अघिको कुरा मैले एन्सर छैन भनेर यहाँनिर भने, तर एन्सर यहाँ रहेछ। त्यसको एन्सर यहाँ हेर्नु होला फेरि पनि। र फर र सिन्सको कुरामा हामी पढ्ने नै छौँ। 8 नम्बरमा हेर्दाखेरि आई डट भिजिट पेरिस ट्वाइस दिस इयर। 2 पटक गएको छु भने यस्तो खालको सेन्टेन्स टाइम एडभर्ब आयो भने हामीले प्रेजेन्ट पर्फेक्ट लाउनुपर्छ। आई हेभ भिजिटेड पेरिस ट्वाइस दिस इयर। अब फर र सिन्सको कुरा यहाँ सायद ठिकै छ। फर र सिन्सको कुरा हामी अर्को एपिसोडमा हामी पढ्नेछौँ। अहिलेलाई यति नै।